यङ एजमा हार्ट अट्याक देखिने कारण चाहिँ जीवनशैली, मानसिक तनाव र कहीं वंशानुगत कुराहरू हुन्छ। नमस्ते, म डाक्टर रञ्जित शर्मा। धेरै जस्तो हृदयघातको बिरामीहरू हेर्दा चाहिँ एकदम कम उमेरमा पनि हृदयघात भएको देखिन्छ। मैले आफ्नै अनुभवमा चाहिँ मैले 21 वर्षको केटी मान्छे र 24 वर्षको केटा मान्छेमा चाहिँ एन्जियोप्लास्टी, हार्ट अट्याक भएपछि गरिने उपचारलाई एन्जियोप्लास्टी भन्छ, त्यो गरेको छु। एकदमै यो यङ एजमा चाहिँ हार्ट अट्याक देखिने कारण चाहिँ म समग्रमा भन्ने बेलामा यसलाई चाहिँ एउटा त अहिलेको चाहिँ जीवनशैलीलाई नै म प्राथमिकतामा राख्छु। दोस्रो चाहिँ यो चाहिँ अत्याधिक चाहिँ स्ट्रेस, मानसिक तनाव र तेस्रो चाहिँ म चाहिँ कहिलेकाहीँ वंशानुगत कुराहरू हुन्छ, त्यसले गर्दा पनि अलि भनौँ यङ एजमा देखिने हुन्छ। खानपिन, बसाइ उठाइ र अत्याधिक मात्रामा धुम्रपान गर्ने, मदिरापान गर्ने अनि जङ्क फुडहरू भयो, यो हेल्दी लाइफ छैन। दोस्रो कुरामा म के भन्छु भनेपछि अत्याधिक मात्रामा चाहिँ यो मानसिक तनाव। अब अहिलेको यङ जेनेरेसनहरूलाई चाहिँ धेरै नै स्ट्रेस छ, किनभने अब आफ्नो फ्युचर, काम, यताउता सबै पहिला जस्तो छैन, एकदम कम्पिटिसन छ लाइफ, हैन? त्यसले गर्दा चाहिँ एउटा चाहिँ जीवनशैली भयो। अब तेस्रो कुरामा मैले के भने अब वंशानुगतको कुराहरू हुन्छ। अब बुवा मुवा अथवा फर्स्ट डिग्री हामी रिलेटिभ भन्छौँ, उहाँहरूको चाहिँ अब हृदयघात भएको छ भने त्यस्तो मान्छेलाई चाहिँ अर्ली एजमा नै हार्ट अट्याक हुने सम्भावना हुन्छ। यसमा चाहिँ जनरली चाहिँ हामीले चाहिँ फेमिलियल हाइपरकोलेस्ट्रेमिया भन्छौँ, त्यो कारणले गर्दा हुने हो। त्यसबाट हामी चाहिँ सचेत हुनको लागि चाहिँ अब हामीले एकदम हेल्दी लाइफस्टाइल एउटा चाहिँ गर्नुपर्ने हुन्छ, खानपिनमा ध्यान दिनुपर्ने हुन्छ। र कहिलेकाहीँ यो हृदयघातको रिस्क फ्याक्टरहरू भन्छौँ, जस्तो ब्लड प्रेसर, डायबिटिजहरू भयो, कोलेस्ट्रोलहरू भयो, हैन? यो सबै चिजहरूलाई चाहिँ हामीले चाहिँ एकदम कन्ट्रोलमा राख्नु पर्यो। डायबिटिज छ भने डायबिटिजलाई कन्ट्रोलमा राख्नु पर्यो, प्रेसर छ भने प्रेसरलाई चाहिँ कन्ट्रोलमा राख्नु पर्यो। यो सबै गर्नको लागि चाहिँ डक्टरको चाहिँ एकदम निगरानीमा बसेर चाहिँ यो सबै चिजहरू हामीले गऱ्यौँ भने आउने समयमा चाहिँ हृदयघात भएर जुन हुन्छ भनौँ मान्छेको मृत्यु समेत हुनसक्छ, त्यसलाई चाहिँ हामीले कम गर्न सकिन्छ। कहिलेकाहीँ सबै लाइफ मेन्टेन गर्दै खानपिनहरू सबै चिजहरू हामीले के भन्छ एकदम निगरानीमा बसेर एक्सर्साइज गर्दा सबै कुरा गर्दा पनि कहिलेकाहीँ हृदयघात हुनसक्छ। अब यसमा चाहिँ कहिलेकाहीँ जेनेटिक कुरा हुन्छ। मका कति बिरामीहरू हुनुहुन्छ, ब्लड प्रेसर पनि छैन, डायबिटिज पनि छैन, एकदम खानपिनमा एकदम परहेज गर्नुहुन्छ, तर हृदयघात भएर आउनुभएको धेरै हामीहरूले त्यस्तो उपचार पनि गरेको छौँ। अब एउटा चाहिँ स्ट्रेस पनि फ्याक्टर हुन्छ, स्ट्रेसले पनि हार्ट अट्याक चाहिँ गराउँछ।